ल्याएर भुटाउनु पठायो नि उसले के भने बुढी भन्ने त चिन्ने थिएँ त्यहाँबाट त्योभन्दा पहिला त मैले सरकारले यो मलाई महेशले यस्तो गरेर उस्तो गरेर लिएको थिएन एकदम राइट त्यो महेशको बुढीले उनीहरूले मार्न भने सिभिल हाउसमा राखेर म हत्या एउटा नारीको अनि पछि त्यो कुरा नमिलेपछि चाहिँ ऊ अलग्गै त्यो कहाँ हो र मेरो केही पनि ऊ पनि त एमालेको ऊ हुन्छ संगठनको सदस्य हो त्यो सदस्यलाई नदिने तपाईँ हामीलाई किन भनेन बलात्कारी अनि त्यो उसले पनि गल्ती छ दुईचोटि आउँदा बच्चा किन क्युरेट गर्नु नगर्नु त्यो बच्चा बाहिर गएर लुगा अब त लुकिहाल्यो नि पछि आउनु पर्छ त्यो उसको नि त्यहाँबाट कमजोरी त्यहाँ छ गल्ती उसको नि छ अनि सबैभन्दा ठुलो कुरो के भनेदेखि साथी हो हल गर्नुपर्छ यसलाई बवाल गरेर हुँदैन है यसलाई हल गरेर यसलाई कसरी सल्भ गर्ने सल्भ गर्नुपर्छ यसलाई पनि खाना हान गरेर कुटामुट गरेर केही हुनेवाला छैन तर झन् अब हिजो के अरे राजु मान्नेलाई कहाँ हाने होइन त रक्त पुच्छे पनि अनि आज के गर्यो त अहिले यस कारणले गर्दाखेरि सही बाटो जानु विद्यार्थीलाई पनि गाडीको जरेको खाले ध्यान गाडी साथीहरू एमाले साथीहरूले माओवादी साथीहरूले आज उसले ऊ आउँदा गाडी सत्य परिदिएको छ है साथी हो यो सत्यलाई चल्न दिएको छैन यो सबै कसरी मल हाल्ने म साथी आइदिन्छ